हेलो साथीहरू, तपाईँलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज म तपाईँहरूलाई आजको मौसमको बारेमा बताउन जाँदैछु। अनि 8 बजेतिर अलिअलि पानी परेको थियो, छिटो काम भ्याएर मौसमको मजा लिन हिँडेछु है म चाहिँ। ए आम्मा हो, मौसमको मजा लिन आएको त ल हेर्नुहोस् त, पुरै घाम लागेर पानी त के पानीको पा पनि छैन, हेर्नु त एउटा छिटा समय छैन। 10 मिनट पहिला आउँदा त यहाँ पुरै छत भिजेर पानी आएर छिटो काम भ्याएर यहाँ मौसमको मजा लिन आएको त ल हेर्नुहोस् मौसम पुरै टकटके घाम लाग्छन्। यसको कालो थुत्नु नपर्ने सायद इन्द्रदेवले ताबामा पानी छिड्केको होला क्या साथीहरू, हामीहरूको दोसा बनाउनलाई। यो कुरा छोडिदिनु सबै, मौसम त अब त्यस्तै हो, तातो हावा गाला रातो हुन्छ नि, तातो हावा आउँछ। म त बरु घरमा बस्छु, तपाईँहरूलाई दिक्कत हुन्छ, तपाईँ बाहिर काम गर्नुहुन्छ। मेरो गमलाहरू हेर्नु त, यो सूर्यदेवले सबै सुकाइदिएर मैले दिनदिनै पानी हाल्दा पनि यस्तो हालत छ। यति गर्मी के यति गर्मी। आज चाहिँ खुसी लाग्थ्यो पानी परेछ, आज दिनभरि शीतल हुन्छ भने। यिनी भित्ता तातेर हेर्नु साथी, पङ्खाले पनि तातो हावा दिन्छ, कुलरले पनि तातो हावा दिन्छ। अब हामी त गरिब मान्छे, एसी लगाएको छैन, अरूहरूले एसी लगाछन्, तिनीहरूको सबै चिसो हावा तिनीहरूले लिन्छन्, भित्र बाहिरको तातो हावा हामीलाई पठाइदिन्छन्, अनि त्यो तातो हावा चाहिँ कुलरले सुकेर रुमभित्र नै तातो हावा दिन्छ। साला यो दुख का खत्म नहीं होता बे। कम त गाह्रो छ हामीलाई। ल हेर्नुहोस्, तपाईँहरूलाई एरोप्लेन देखाउँछु है। ठिक है, ल हेर्नुहोस्, हामी यहाँ यति तल बस्दा त कति गर्मी छ, बिचरा त्यो एरोप्लेनलाई त्यति माथि सूर्यको नजिकबाट गएको छ, त्यसलाई कति गर्मी लाग्यो होला है। बात त सही है। म त यही एरोप्लेनको चिन्ताले पनि आधी दुब्लाउँछु। एमिली, तपाईँहरूलाई एउटा कुरा भनौँ, यस्तै हरियो परियो चिज खाँदै रहनु क्या साथीहरू, आँखा कहिले खराब हुन्न, अनि आँखामा चस्मा पनि लाउनु पर्दैन। विश्वास लागेन, रोक्नुहोस्, एउटा एक्जाम्पल दिन्छु। गाई भैँसीले कहिले चस्मा लगाएको देख्नु भएको छ? लेकिन ये साला कर क्या रहा है यहाँ पे? तपाईहरू सबैले चन्द्रमुखीलाई माया गरेपछि सूर्यमुखी जल्दैन नि त? अब झेल्नुहोस् 48 डिग्री गर्मी। यो सब्जीको नाम के होला? अब तपाईहरुले पनि गोल काँक्री भन्नुहुन्छ होला। यो कुनै एंगलबाट गोलो छ, ल हेर्नुस्, यसलाई गोलो भन्छन्। त्यसको कालो थुत्रो नपर्ने कसले राखेको यसलाई गोल काँक्री भनेर? यसको नाम खासमा काँक्राको बच्चो या फिर काँक्राको भान्जा, काँक्राको भान्जी राख्न पर्ने हो के, खास भन्न पर्ने हो। मस्त सोध्नु छैन त्यसै, जे पाए त्यही नाम राख्दिनु।